ओ मा कसम No. ओए मलाई र प्रदीप खड्काको फेस अफ भन्नाले फाइट चाहिँ हेर्न मजा आउने भयो ओए मा ब्याकग्राउन्ड म्युजिक नि बब्बाल हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड इट्स मी धिराज अनि आज पनि म हजुरहरूमा नयाँ रियाक्सन भिडियो लिएर आएको छु होइन अनि मैले चाहिँ अलि अघि मैले उसको रियाक्सन भिडियो बनाउने बेलामा चाहिँ 2-4 दिनमा मैले भन्नाले 1-2 हप्तामा मैले मेरो फ्रान्स गएको भ्लग लिएर आउँछु भनेको थिएँ त्यो चाहिँ अलि टाइमले गर्दा भ्याएको छैन होइन एडिट गर्दैछु एडिट गरेर अब 2-3 दिनमा सकिन्छ 2-3 दिनपछि चाहिँ मैले मेरो भ्लग अपलोड गर्छु अनि आज चाहिँ अनि त्यसभन्दा असाइनमेन्ट अरू त केही होइन असाइनमेन्ट थियो अनि फेरि कलेज जानुपर्ने कलेज चाहिँ बिदा भएको छ 1 हप्ताको लागि अनि त्यही भएर अब यो टाइममा चाहिँ अनि आज चाहिँ पिताम्बरको ट्रेलर रिलिज भएको रहेछ अनि ट्रेलर पनि अस्ति 15 गते रिलिज हुने कुरा थियो क्या अनि 15 गते रिलिज हुने कुरा थियो अनि फेरि आन्दोलन भयो नेपालमा होइन अनि त्यसपछि चाहिँ रिलिज हुन पाएन ग्रान्ड रिलिज गर्ने भनेको थियो भिरकुटी मण्डपमा सायद भिरकुटी मण्डपमा गर्ने भनेको थियो गर्न पाएन रिलिज हुन पाएन आन्दोलनले गर्दा अनि त्यसपछि फेरि आज रिलिज आज फेरि बिग मुभिजमा नि कार्यक्रम भव्य कार्यक्रमको साथ रिलिज हुँदैछ अनि युट्युब च्यानलमा पनि रिलिज भइसकेको छ लेट्स सी है गाइज कस्तो लाग्छ म मेरो पर्सपेक्टिभहरू राख्छु रियाक्सन दिन्छु मलाई कस्तो लाग्यो अनि के पक्ष राम्रो लाग्यो त्यो सबैहरू भन्छु होइन लेट्स सी गाइज थिएँ सुरक्षा पन्त चाहिँ प्रदीप खड्काको आमा भएर खेल्या हो भनेर है कता कता भन्दा त्यही छ कि सुरक्षा पन्तले नि भनेको छ सबैले त्यही भनेको छ तर यङ एजमा होइन क्या चाइल्डमा क्या बट भिएफएक्स होइन हुन त त्यही पनि यार कस्तो दामी देखियो कि देखियो प्रमोद अग्रवारी अनि दिव्यदेव टाउको हातमा लिएर हिँड्दै यार दिव्यदेवको त भोइस नि यस्तो दामी लाग्छ नि यार क्या वेट छ के दिव्यदेवको भोइस लाग्दैन क्या ट्रेलर हेरेर चाहिँ लाग्दैन यो चाहिँ प्रदीप खड्काको फर्स्ट एक्सन मुभी हो फुल प्याक एक्सन मुभी हो जस्तो लाग्दैन क्या किनभने उसले प्रेमकी 3मा त गरेको छ होइन एक्सन तर फुल एक्सन छैन नि त त्यसमा कहीँ कतै छ तर यसमा तर मलाई लागेको थिएन प्रदीप खड्काको भोइस अलिक उस छ नि त चक्लेटी बोय भयो भन्नाले पहिला पहिला उस गर्दाखेरि नि अलिक उस अर्कै टोन आउँथ्यो नि त त्यस्तै होला जस्तो लाग्यो तर मुभी अनुसार चाहिँ भन्नाले एक्सन मुभी अनुसार चाहिँ उसलाई चाहिँ म्याच गरेर रहेछ कि भाइ के अरे उसहरूको लागि एकमात्र निखिल दाई वाला थियो नदिनु खरै होइन 20 वर्षदेखि बाँधिएको खरै ओ त्यहाँ लास्ट सिनमा खाने त्यो यस्तो फाल्दामा उसको कारमा गएर ठुकिन्छ नि त्यसमा सौगात मल्लको आँखा बाँधेर लास्टमा गएर चाहिँ सौगात मल्ल र प्रदीप खड्का चाहिँ मिल्छ जस्तो लाग्यो किन भन्दा लास्ट सिन हो कि अब कुन सिन होइन त चाहिँ त्यहाँ कारमा फालिदिँदाखेरि सौगात मल्ल त्यहाँ पुरा कारमा बसेर आँखामा पट्टी लगाइरहेको छ नि त त्यही भएर नि मलाई त्यस्तो लागेको होइन अब के हो कुरा त्यो चाहिँ अब पछि थाहा हुन्छ होइन फिल्म हेरेपछि होइन अनि अरूभन्दा नि मलाई चाहिँ ब्याकग्राउन्ड म्युजिक बब्बल लाग्यो फेरि अघिल्लो नेपालमा हुँदाखेरि चाहिँ अगस्त्य मुभी हेर्न गएको थिएँ भेनरमा त्यो बेला चाहिँ कस्तो भन्दा ट्रेलरमा चाहिँ ठिकै सुनेको थिएँ होइन ब्याकग्राउन्ड म्युजिक तर फिल्म हेर्न गएपछि चाहिँ मुभी नभरि डाइलग भन्दा नि ब्याकग्राउन्ड म्युजिक के अलिक बढी नै चर्को भए जस्तो लागेको थियो त्यस्तो चाहिँ नहोस् होइन अरू चाहिँ के नि छैन त्यस्तो अब लेट होप होइन प्रदीप खड्काको फर्स्ट फुल एक्सन मुभी होइन भन्नाले पहिला पनि गरेको थियो नगरे होइन यो चाहिँ हो राम्रो गरोस् होइन त्यसको लागि चाहिँ अग्रिम शुभकामना होइन पिताम्बरको लागि चाहिँ अरू त के नि भन्नु छैन लेट्स है अब यसलाई चाहिँ अरू भन्नाले बाहिर पनि रिलिज गर्नु पऱ्यो क्या हेर्नै पाइन्न त्यही हो त नि हेर्नु पाए त राम्रो हुन्थ्यो अब त्यही हो बाहिर पनि रिलिज होस् भन्नाले नेदरल्यान्डमा चाहिँ धेरै नेपाली मुभीहरू रिलिज हुन्न क्या अब सिरिजहरू मात्रै रिलिज हुन्छ त्यही भएर छिटै नेदरल्यान्डमा पनि रिलिज होस् भन्ने चाहन्छु लेट्स होइन टिल देन बाई गाइज आई होप होइन मैले चाहिँ हजुरहरूलाई 2-3 दिनमा चाहिँ मैले मेरो भ्लग लिएर आउँछु होइन टिल देन यो चाहिँ रियाक्सन भिडियो हेर्दै गर्नु होला थ्याङ्क यू गाइज फर वाचिङ एन्ड यदि मनपर्छ भने सब्सक्राइब लाइक र कमेन्ट गर्न नबिर्सिनु होला अनि सेयर पनि गरिदिनु होला टिल देन बाई गाइज